यसले मलाई त्यो भन्दा राम्रो केटा भेटेर देखा भन्थ्यो नि, भेटे पिआरवाला पनि धन्नी। यसलाई जलाउनु भने कल गर्छु। हेलो हेलो, को बोल्या? तेरो एक्स सोनी हो? होइन, श्रद्धा हो? त्यो पनि होइन। अनि को हो त? तेरो लाइफको फर्स्ट गर्लफ्रेन्ड हो म। 9 क्लासमा पढ्दाको फर्स्ट गर्लफ्रेन्ड हो? नाइ 11 पढ्दाको? नाइ, ब्याचलर पढ्दाको? जसलाई तैले मनदेखि ट्रु लभ गरेछिस् त्यो बोल्या म। ए त्यसो भन न त। चिनिस अब? चिने कि, तर कति क्लासमा पढ्दाको ट्रु लभ? जसलाई त 3 मिनट म बाँच्नै सक्दिनँ भन्थिस् नि, बुढा सुब्बा गएर भने सँगै बाँच्ने सँगै मर्ने कसम खाक्थिस् त। ए बुढा सुब्बावाली? चिनिस अब? तर सुन न, एउटा कन्फ्युजन भयो। के भयो? कुन सालमा बुढा सुब्बा गकीवाली हो तिमी? होइन, के हो के? हरेक साल बेग्ला बेग्लै केटीसँग गएर कसम खान्थिस् कि क्या हो? हजुर के भन्नु, ठुक्क धन्न फसिन छु यस्तासँग। अब भन न त, कुन सालवाली हो तिमी बुढा सुब्बा गएको? 2075 मा गइथिस् नि, याद गर त। ए बल्ल याद आयो। चिनिस नि अब? चिन्न त चिने कि, तर कुन महिनामा गकीवाली हो? के अरे, हरेक महिना फरक फरक केटीसँग जान्थिस्? हजुर के गर्नु, ठुक्क लाज लाग्दैन तँलाई? हजुर। यसलाई अब कसरी जलाम म? यसो धनी केटासँग बिहे हुन आँटो भनेर जलाइदिउँ भनेको चिन्नै पो आँटेन। हेलो हेलो, म रिया बोल्या के? ए रिया बोल्या? चिनिस नि अब त? कहाँ बिर्सिन्छु नि हौ, धरानमा गएर सँगै तुम्बा खाएको। के गर्दा? के बोलेको तैले? मसँग गएर कहिले तँ भाइस? रिया राई बोल्या होइन? होइन, रिया सिग्देल बोल्या। ए ग्रिनल्यान्ड कलेजवाली? म ग्रिनल्यान्ड कलेज कहिले पढे फेरि? कुन रिया बोल्या त? कान्तिपुर पढ्ने कि, अरनिको पढ्ने कि, लडबुद्ध पढ्ने कि, अर्किड पढ्ने कि? त एक नम्बरको बोका रहेछस्। त्यो त ठिक छ कि, तर कुन कलेजमा पढ्ने रिया हो भनिदेऊ न त। म पोखरिया कलेजको। ए चिनिस नि अब? चिने, तर सुन न, कुन सेक्सनको? तेरो टाउको गदा, कुन दिनमा चाहिँ फोन गरेछु यसलाई? राख फोन। हेलो हेलो, कुन रिया हो त्यो त भनिदेऊ। यसको धम्म मात्रै ठुलो बोला भनेको त कति धेरै रहेछन्। धोका दियो यसले मलाई। मोरीले अझै पनि मलाई सम्झिदिरहेछ। अझै मलाई माया गर्छौ रे,